यो हेलो मेरो केटाहरू सबलाई वेलकम टु माई न्यू भ्लग न्यू डे। मेरो केटाहरूलाई सबलाई वेलकम छ है मेरो न्यू भ्लग अनि न्यू डेमा चाहिँ। अनि आई होप मेरो केटाहरू सबैजना सन्चै आरामै होला भन्ने आशा राख्दछु। म पनि सन्चै आरामले छु, सिधै जापानदेखि होइन केटा हो। आएको पारेर अब यसो हिँड्दिन लाग्यो आज बाहिरतिर होइन। अब यो भिडियो बनाउनुको टपिक भनेको चाहिँ अब जो पनि अब जापान आउँदैछ नि, अब जापान आइसक्नु भएको छ, आउँदै हुनुहुन्छ र आइसकेको दिनहरूमा चाहिँ 1 देखि 10-15 दिनभित्र चाहिँ तपाईँहरूले यहाँ जापानभित्र नगरी नहुने क्या नाकेर नारी मासेन भन्छ नि, नगरी नहुने कामहरू चाहिँ के हुन् भन्ने बारेमा चाहिँ आज मैले भिडियो बनाउन लाग्यो होइन। लागेको पारेर अब हिँड्दै ट्याक्क हजुरहरूसँग मिठो मिठो गफगाफ गर्दै चाहिँ म यो भिडियो चाहिँ सुरु गरेर अन्त्य गर्दछु होइन त। अनि ट्याक्क पारेर तपाईँहरूले अनि जापान आउनको लागि ट्यागको टिकट काटेर सबै रेडी हुन्छ, सपिङ ट्याग गरेर ल भोलि मेरो प्लेनको टिकट छ भन्ने हुन्छ नि। लास्टै हावा के यार गाइज यार के भन्ने यार। अब गरिब पऱ्यो म चाहिँ होइन। अब एउटा माइक पनि छैन कि मसँग होइन, त्यही भएर चाहिँ मलाई अलिकति गाह्रो भइरहेको छ भ्लगिङ गर्न। अब माइक त अब बिस्तारै मगाउने भनिरहेको छु, तर के गर्ने पैसै छैन रे क्या होइन। अब ट्यागो तपाईँहरू आउनुहुन्छ ट्यागो अब एयरपोर्टमा अब लगेज प्याक गरेर आउँदाखेरि चाहिँ तपाईँको कन्सल्टेन्सीले एउटा तपाईँलाई डकुमेन्ट दिएको हुन्छ। यो डकुमेन्ट चाहिँ ट्यागो एयरपोर्ट झरिसकेपछि जाइरो कार्ड बनाउनु होला भनेर एउटा डकुमेन्ट दिएको हुन्छ तपाईँलाई कन्सल्टेन्सीले। त्यो डकुमेन्ट ल्याएर ट्यागको आएर ट्रान्जिट गरेर नै आउनुहुन्छ होला सायद तपाईँहरू चाहिँ होइन। अनि ट्याग आइसकेपछि चाहिँ अनि एयरपोर्टमा ल्यान्ड भइसकेपछि प्लेन नाइ त एयरपोर्टमा झर्नु भयो भने ट्याक्क झर्न बित्तिकै सुरुमा तपाईँले एउटा प्लेनमा फर्म दिन्छ, त्यो फर्म भर्ने त्यो तल जाने लाइन लाग्ने ट्याक्क पारेर मिलाएर ट्याक्क साइडमा रेस्टरुमहरू छ, ट्याक्क टोइलेट लाग्यो भने यसो टोइलेट गर्ने रेस्टरुमतिर जाने होइन। अब भएन भने ट्याक्क पारेर त्यसो त्यो नाइट एयरपोर्टमा एउटा जाइरो कार्ड बनाउने अघि छैन। तपाईँ कार्ड त देखाउनु पर्दैन होला, पऱ्यो भने त्यो पनि देखाइदिउँ ल। अनि ट्याक्क पारेर एउटा जाइरो कार्डको फर्म भरेर त्यहाँदेखि जाइरो कार्ड बनाउने। त्यसपछि तपाईँको ट्यागको यहाँदेखि गएकोदेखि एकजना सेन्सी नेपाली भयो हुनुहुन्छ भने चाहिँ नेपाली सेन्सीहरू आइसिन्छ होइन। नेपाली हुनुहुन्न भने चाहिँ हामी सेन्सीहरू ट्यागको बोर्ड यसरी ठहराउनुहुन्छ क्या, यो गएको फलाना गएको भनेर ट्यागको जाने यो लगेज ट्यागको बोक्ने आफ्नो दुइटा एउटा ट्यागको गएर त्यसपछि सेन्सीले तपाईँको होस्टेलसम्म चाहिँ पुगाइदिनुहुन्छ तपाईँहरूलाई। अनि त्यसपछि तपाईँहरू त्यहाँ होस्टेलमा पुगिसकेपछि अनि ट्यागको अब बिदा हो तपाईँको गएकोहरूको। सुरुमा गएको तपाईँ त्यहाँ पुगिसकेपछि अर्को दिनमा चाहिँ तपाईँले मेन भनेको तपाईँले जुन नेपालदेखि यहाँ आएर झरेर नाइट एयरपोर्टमा बनाएको कार्ड हुन्छ नि हो, त्यो जाइरो कार्डमा चाहिँ 28 आवरको चाहिँ स्ट्याम्प हान्नुपर्ने हुन्छ होइन। अनि त्यो स्ट्याम्प चाहिँ तपाईँले तपाईँको वडा कार्यालयमा गएर नजिकैको त्यहाँ गएर त्यो वडा कार्यालयमा अनिवार्य हान्नै पर्छ है। त्यो चाहिँ सेन्सीहरूले नै लगिदिनुहुन्छ होइन। पहिलो कुरो त्यो भयो तपाईँहरू आइसकेपछि। अनि दोस्रो कुरो भनेको तपाईँलाई स्टुडेन्ट कार्ड बनाउनु पर्छ होइन, त्यो पनि एकदमै अनिवार्य छ। त्यो कार्ड पनि ट्याक्क बनाउने। अनि त्यसपछि तपाईँको गएकोमा टेस्ट हुन्छ, अब तपाईँको लेभल कतिको राम्रो छ कतिको छ यो मान्छे भन्ने चाहिँ तपाईँको टेस्ट हुन्छ। त्यो टेस्टमा चाहिँ आफूले जति सक्दो राम्रो गर्ने केटा हो है। अब भोलि अब अलिकति वारुई भयो भने धेरै घाटा पर्छ क्या, 6 महिना घाटा पर्छ तपाईँलाई लगभग। यहाँ आइसकेपछि यहाँ म सुरुदेखि पढ्छु भन्ने लाग्छ भने त्यो सोचलाई चाहिँ हटाउनु होला तपाईँहरूले। किनभनेपछि भोलि तपाईँलाई धक्का पर्छ कि तपाईँको पढाइमा यहाँ 1 या 2सम्म पुगिँदैन क्या। त्यही भएर चाहिँ ट्याक्कै इक्जाम पनि राम्रोसँग दिनु केटा हो। आजै भन्दैछु धेरै छ, धेरै चाहिँ आजै भन्दैछु। हावा चढेर चाहिँ अहिले पोस्ट मैले एकछिन चाहिँ पोस्ट गरिरहेको छु ल केटा हो। मेन भनेको यहाँ हाम्रो नेपाली मेरो केटाहरूलाई र दिदी बहिनीहरूलाई त्यहाँ अब यहाँ कामको एकदमै धेरै तनाव लिएर हुन्छन् कि आउन पाएको हुन्न होइन। कामको तनाव लिएर हुन्छ। सुरुमा तपाईँले गर्नुपर्ने सबै कामहरू आफ्नो मेटेरियल्सहरू चाहिँ ट्याक्क पुर्याउनु होला। त्यसपछि चाहिँ काम भन्ने कुरा जति नै पाइन्छ है काम पाइन्छ, कामको लागि चाहिँ नआत्तिनु होइन। अनि ट्याक्क केटा हो। अनि सबै भइसकेपछि अनि त्यसपछि अब
एक्जाम दिइसकेपछि अनि त्यसपछि गएकोले चाहिँ ब्याङ्कको लागि तपाईँहरूको फर्म भरिदिन्छ क्या। अनि अनलाइन फर्म भर्छ होइन। अनि अलिकति यहाँ ब्याङ्कको एकाउन्ट बन्न चाहिँ एकछिनमा बनिहाल्छ। तर त्यो एकाउन्टको तपाईँको त्यो कार्ड हुन्छ नि हाम्रो नेपालमा एटिएम भन्ने हो, त्यस्तै हाम्रो चाहिँ यहाँ जेपी ब्याङ्कमा चाहिँ यहाँको सरकारी ब्याङ्कमा चाहिँ एकाउन्ट खोलिसकेपछि त्यसको ब्याङ्क कार्ड आउनु चाहिँ अलिकति टाइम लाग्ने हुनाले चाहिँ हामीले अलिकति काम पाउनुको लागि चाहिँ काम गर्नुको लागि चाहिँ अलिकति गाह्रो नै हुन्छ। तर त्यो अवस्थामा चाहिँ हामीले के गर्ने रहेछ भनेपछि मैले बुझेअनुसार म आउँदाखेरि चाहिँ मलाई चुचु लिएर आउनु काममा भन्थ्यो। तर त्यो हामीसँग त्यो एकाउन्ट बनाउँदाखेरि त्यो कार्ड नभएर, कार्ड आउनु त 15-20 दिन जति लाग्छ होइन। अब त्यो कार्ड नभएर हामीसँग त्यो चुच्चो छ भने, चुच्चो भन्ने यहाँको जापानिज अब हाम्रो चेक जस्तै हुन्छ, त्यो चुच्चो भयो भने पनि हामीले चाहिँ मजाले काम गर्न मिल्छ भनेर गाइस। त्यही भएर चाहिँ त्यो चुच्चो चाहिँ तपाईँहरूले लिइहाल्नु होला ब्याङ्कको एकाउन्ट बनाइसकेपछि। त्यो चुच्चो लिइसकेपछि तपाईँहरूले काम जहाँ पनि गर्न पाउनुहुन्छ क्या। तपाईँको ब्याङ्कको काम चाहिँ जेपी ब्याङ्कको काम चाहिँ होइन। त्यही भएर त्यो मेरो कार्ड आएर काम गर्छु भन्ने नसोच्नु होला। चुच्चो आयो भने पनि तपाईँले काम गर्नु मिल्छ, काम चाहिँ मजाले गर्नु होला। मैले भनेको थिएँ नि तपाईँहरूलाई मेरो त्यहाँको साइड नजिकै एउटा गएको छ भनेर। त्यो गएको चाहिँ यो हो कि आज यहाँ खै के प्रोग्राम रहेछ, त्यही भएर चाहिँ अब यसो जापानिजहरूले खै के गरिराख्नु पर्छ त्यो मलाई पनि थाहा छैन क्या होइन। तपाईँहरूले चाहिँ त्यही बिचमा चाहिँ तपाईँहरूले एउटा अब यहाँ आइसकेपछि सिम निकाल्नु पर्ने हुन्छ क्या। अब हुन्छ नि तपाईँहरूले चाहिँ सिम निकाल्नु पर्ने हुन्छ। अनि त्यही भएर चाहिँ अनि ट्याक्क पारेर सिमको लागि पनि त्यही तनाव लाग्नु पर्दैन। यहाँ साकुरा फुल्न लागिसक्यो केटा हो, तिम्रो आउँदासम्म साकुरा पनि फुलिसक्छ होइन। अनि त्यसपछि अब सिम निकाल्नुपर्छ होइन। त्यो ब्याङ्क सँगसँगै त्यसको पनि प्रोसेस हुन्छ होइन। तपाईँको चाहिँ त्यो सिम निकाल्नुको लागि चाहिँ तपाईँको कार्ड चाहिन्छ क्या। त्यो ब्याङ्कको कार्ड माग्छ होइन प्रायः जसो ऊहरूले चाहिँ, सिमहरूले चाहिँ। नेपालदेखि आउँदाखेरि चाहिँ त्यो महँगो, अलिकति महँगो मोबाइल लिएर नआउनु होला। यहीँ तपाईँले 1 रुपियाँ एन्डमा चाहिँ तपाईँले एउटा सिम र एउटा मोबाइल पाउन सक्नुहुन्छ। अनि त्यो अब सिमको पनि धेरै प्रोसेसहरू छ क्या। अब त्यो प्रोसेसहरू तपाईँलाई अब भन्नु पऱ्यो भने त्यसको भिडियो छुट्टै बनाउँला होइन। अनि त्यो सिम निकालिसकेपछि चाहिँ अब मन्थली काट्ने भन्ने हुन्छ, एउटा मोबाइल दिन्छ। अब 20 GB डाटा अनुसार हुन्छ कि तपाईँहरूको हरेक कुराहरू चाहिँ। अनि त्यही भएर अब एउटा सिम चाहिँ अनिवार्य लिनै पर्ने हुन्छ। भोलि कामहरूमा जान पनि सजिलो हुन्छ कि त्यो सिम भयो भने। सिम भएन भने काममा नै अलिकति गाह्रो हुन्छ क्या। अनि त्यसपछि सिम चाहिन्छ। अनि त्यसपछि त्यहाँको जाइरो कार्ड भयो, स्टुडेन्ट कार्ड भयो, भोकेन्सीको कार्ड बनाउनु पऱ्यो, त्यो भयो। अनि ब्याङ्क कार्ड भयो। अनि त्यसपछि सिम भयो। अनि यो माई नम्बर कार्डहरू चाहिँ बिस्तारै बन्ने कुरा हो, बिस्तारै बन्छ यो चाहिँ। ट्याक्क पारेर राम्रो ठुलो अलिकति पर्स पनि ल्याउनु होला। यहाँ डकुमेन्टहरू धेरै हुन्छ। अनि हाङको बनाउनु पर्छ। हाङको चाहिँ कलेजसँग अब कलेजको सेन्सलाई भनेर उहाँले पनि गराइदिनुहुन्छ। अब यदि बाइद वे उहाँले गराइदिनु भएन भने 1000 रुपियाँमा चाहिँ 800 देखि 1000 को बिचमा जहाँ पनि बन्छ। जापानमा चाहिँ छाप चल्दैन नि त, त्यही भएर चाहिँ हाङको पनि ट्याक्क पारेर बनाउनु होला। अनि त्यसपछि हुन्छ नि त अब यो हाङको चाहिँ फेरि त्यो पनि एकदम अनिवार्य छ कि यहाँको सिग्नेचर हो त्यो। नेपालको हाम्रो सिग्नेचर जस्तै यहाँ चाहिँ त्यो छाप हान्नुपर्छ। त्यही भएर यो मैले 5-6 वटा भनेको डकुमेन्ट चाहिँ सुरुमै बनाउनु होला। अनि मैले भनिरहेको हुन्छु जहिले नि होइन। अब हाम्रो अस्ति लक्ष्मण पाठक सरदेखि पनि तपाईँले सुन्नुभयो होला, जापान आउन लाग्यो भनेर चाहिँ आँखा कान नदेखेर हान्ने गोरु झै होइन। अब जापान जाँदैछु भन्दा त्यो चाहिँ एकदमै नगर्नु होला। किनभनेपछि यहाँ आउनुभन्दा अगाडि कुन कलेजमा जाँदैछु, मेरो कलेज कुन ठाउँमा छ, कति टाढा छ, मेरो कलेज कस्तो हो, त्यो सबै कुरा चाहिँ तपाईँहरूले नेपालदेखि नै बुझेर आउनु होला। ताकि भोलि यहाँ आइसकेपछि अस्ति जो त्यो 30 साना विद्यार्थीले अब भनौँ न अब त्यो गएको अब सोचेको हुन लागिसक्यो, बल्ल अब भिजा चेन्ज गर्दाखेरि थाहा भयो कि तिनीहरूलाई कुन गएको भन्ने कुरा। आफूलाई त आफ्नो गएको थाहा हुन्छ नि त, मेरो गएको कस्तो छ, मेरो गएको कुन ठाउँमा छ, के पढाइ हुन्छ भन्ने कुरा थाहा हुन्न भने 1-2 वर्षसम्म थाहा हुन्छ। त्यही भएर आफूले चाहिँ पहिले नै सबै कुराहरू चाहिँ यसो बुझेर जानकारी लिएर चाहिँ जापान आउनु होला तपाईँहरू। अनि यतातिर तपाईँको यो ह्याकुएन भन्ने सबहरू हुन्छ, अनि हलाल सबहरू हुन्छ। अनि त्यो चाहिँ आफूले
आफ्नो लोकल सपहरू चाहिँ गएको चिन्नु होला, कहाँ सस्तो पाइन्छ, कहाँ के हुन्छ। फ्री टाइम बसेको बेला त्यो बेकारमा घुमेर कामै छैन कि आफूलाई सस्तो सस्तो पर्ने के छ कसो छ कतातिर छ भन्ने कुरा चाहिँ सुरुमा चाहिँ त्यो बुझ्नु होला तपाईँहरूले। ट्याक्क पारेर भनेको आफ्नो घर नजिकको माटहरू हुन्छ क्या, त्यस्तो माटहरूमा जानु ट्याक्क यता यो जापानमा यस्तो दारूहरू चाहिँ सस्तो सस्तो पाइन्छ होइन। ट्याक्क आफ्नो घर नजिकको अब सुपर मार्केटहरू हुन्छ क्या, तिनीहरूमा जानु होला। ट्याक्क सस्तो सस्तो सामान पाइन्छ क्या होइन। सुरुमा आएको हुन्छ, केही थाहा हुँदैन, माहौलहरू पनि बुझ्नुपर्छ क्या। अनि त्यही भएर यस्तो यस्तो पसलहरू हुन्छ, यस्तो पसलहरूमा सबै चिज पाइन्छ क्या। यहाँ कुएनहरू भन्ने हुन्छ होइन, 100 रुपियाँमा सबै चिजहरू पाइन्छ क्या त्यो ठाउँमा चाहिँ। अनि त्यस्तो ठाउँहरूमा जानु होला। अनि त्यसपछि नेपाली पसलहरू हुन्छ, हलाल सपहरू हुन्छ होइन, जानु होला। एक पारेर त्यस्तोहरू आइछ होइन, भनिरहन्छु म के छ कस्तो छ सबै भन्छु क्या। आफ्नो सस्तो सस्तो माटहरू खोज्नु होला, सामानहरू सस्तो सस्तो पाइन्छ कि, माटहरू जस्तो सस्तो खोज्यो त्यस्तै सस्तो सामानहरू पाइन्छ। त्यही भएर यस्तो माटहरूमा जानु होला। ल्याएको हलाल सपहरू खोज्नु होला, हलाल सपहरूमा पनि राम्रो हुन्छ यहाँ जापानमा चाहिँ होइन केटा हो। सुरुमा जापान आयो भने गाह्रो हुन्छ, त्यही भएर यस्तो माटहरू खोज्नु होला। अनि माटहरूमा सबै सामानहरू पाइन्छ क्या यहाँको सुपाहरूमा होइन। घर नजिकको अब सुपाहरूमा चाहिँ गएर सामानहरू सबै पाउन सक्नुहुन्छ। चाउमिनहरू पनि पाइन्छ यतातिर होइन। त्यो तपाईँ भर्खर आउँदाखेरि अलिकति धेरै कुराहरू थाहा नहुन सक्छ, त्यही भएर गाह्रो हुनसक्छ। त्यही भएर सुपाहरूमा चाहिँ यसरी जानु होला, सोध्नु होला यो सामान कहाँ छ भनेर। अनि जापानिज आउँदैन भने पनि ट्रान्सलेट गरेर सोध्नु होला होइन। सबै थोकहरू पाइन्छ त्यतिर चाहिँ। त्यही भएर हरू पनि यस्तो किसिमको हुन्छ, सब प्याक गरेर यहाँ तपाईँहरूले सबै देख्नुहुन्छ क्या। कुखुराको मासुहरू सब आफूले चिन्नु होला, पुग लेखेको हुन्छ। मैले चाहिँ बुङ्गुरको लिन लागेको आज, त्यही भएर यो हेरिदिरहेको छु। 1100 रुपियाँ मात्र पर्छ यसको चाहिँ। अनि मैले जे चाहिँ भने यो अब सुरुमा यहाँ जाइरो कार्ड बनाउने, स्टुडेन्ट कार्ड बनाउने, इक्जाम राम्रोसँग दिने, यहाँ आएर राम्रो क्लास अपग्रेड गर्ने, त्यसपछि हुकुन्सियो कार्ड बनाउने, हाङको बनाउने, अनि ब्याङ्क एकाउन्ट बनाउने, चुच्चो निकाल्ने सुरुमा। अनि त्यसपछि त्यति नै, त्यसपछि सिम निकाल्ने होइन। त्यति भइसकेपछि जोस् तपाईँहरू चाहिँ जापानमा ल अब काम चाहिँ मजाले गर्न सक्ने हुनुभयो कि तपाईँहरूको लागि। यति नै एकदमै धेरै इम्पोर्टेन्ट डकुमेन्ट हो कि यहाँ सुरुमा जापान आउने बित्तिकै चाहिने भनेको मेन डकुमेन्टहरू नै यति हो तपाईँहरूलाई। त्यसपछि बिस्तारै बन्दै जान्छ अरू कार्डहरू, माइ नम्बर कार्ड यताउता कार्डहरू बिस्तारै बन्दै जाने हो। त्यही भएर नआत्तिनु होला। ट्याक्क जापान आउनु बित्तिकै काम पाएन यताउता भनेर नआत्तिनु होला, धैर्य गर्नु होला। केही पऱ्यो भने मलाई पनि सम्झिनु होला, मेरो कमेन्टमा भन्नु होला होइन। अब मैले आफूले बुझेअनुसार थाहा पाएअनुसार तपाईँहरूलाई कहाँ काम छ, कहाँ खुलिरहेको छ भन्ने कुरा चाहिँ जानकारी दिन सक्छु, जानकारी दिन्छु। र हजुरहरूले अहिलेसम्म यति धेरै माया गरिदिनु पर्छ होइन, त्यो नै मेरो लागि धेरै छ। अझै सधैँभरि यसरी नै माया गरिदिइराख्नु होला मेरो च्यानललाई र मलाई। केही बुझ्नु भएको छैन, केही बुझ्नु छ जापान सम्बन्धी, नयाँ स्टुडेन्टहरू आउँदै हुनुहुन्छ भने चाहिँ नबुझेको कुराहरू मलाई सोध्न सक्नुहुन्छ, कमेन्टमा सोध्न सक्नुहुन्छ, इनबक्समा सोध्न सक्नुहुन्छ। हजुरहरूको लागि म सधैँभरि छु। हजुरहरूको माया सपोर्ट साथले चाहिँ म अहिले यहाँसम्म पुगेको छु र सधैँभरि यसरी नै माया गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु। र आजको लागि चाहिँ मेरो भ्लग यति नै हुन्छ, मेरो भिडियो है। मेरो केटा हो खासै भिडियो बनाउन आउँदैन, ट्राई गरिरहेको छु राम्रो बनाउने बिस्तारै ल। केटा अब सेफ जर्नी, कतिजना पनि आउँदै हुनुहुन्छ र जतिजना आइसक्नुभयो राम्रो गर्नु होला, राम्रो भविष्यको सबैलाई शुभकामना लगायत मलाई पनि है।